साथीहरू पहिला हाम्रो यो केपीबालाई राजा बनाएको पोस्टहरू मनेशको फन्नी कमेन्ट्सतिर लाग्ने है त। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। राजाको पहिरनमा टाउको राख्दा पनि चोर जस्तो देखिने उखाने स्वर। किडनीले भनेर भारत र पाकिस्तानले युद्ध रोके अरे। के हो? श्री 2 चाहिँ हुनु पर्यो किनकि 2वटा किडनी फेरेको हो नि त। बात तो सही है। यो कहिले मर्छ भनेको छ डाक्टरले। के बोले भाइ? अब के बोले? यो किडनी फेरुवा भ्रष्टाचारीको बिहान बिहानै मुख देख्नु पर्यो, आजको दिन नै खराब हुने भयो है। गाइस, तपाईहरुलाई मेरो भिडियो मन परेको भए लाइक, कमेन्ट अनि फलो गर्न नबिर्सिनु होला है।